अब तपाईहरु पनि घरमा यति मिठो चिकन अचार बनाएर खान सक्नुहुन्छ है त। स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ मिनी भ्लगमा। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। आज चाहिँ मेरो काम छुट्टी भएको दिन अनि उसको चाहिँ बेलुका 5 बजेदेखि काम थियो। मेरो छुट्टी हुने बित्तिकै उलाई फेरि के खान रहर लाग्छ के। छुट्टी हो भन्ने थाहा हुने बित्तिकै उले मलाई चाहिँ चिकन अचार र रोटी बनाएर राख्दे है भनेको थियो। त्यही भएर म चाहिँ सुपामा गएर मासु किनेर लिएर आएर उसको लागि चिकन अचार बनाइदिन लागे मैले चाहिँ। यसरी अचारहरू बनाउँदा चाहिँ टिमुरले एकदम धेरै फरक पार्छ है त। यो टिमुर चाहिँ मलाई मम्मीले पहिला नेपालबाट सामान कुरियर गर्दाखेरि पठाइदिनु भएको थियो, अहिलेसम्म सकिया छैन के। मलाई त किन टिमुर नहालेको अचार त अचार नै होइन जस्तो लाग्छ के। अब लगभग अचारलाई चाहिने सामानहरू सबै रेडी गरेर म चाहिँ अब मासु फ्राई गर्नतर्फ लागे। सबैको अचार बनाउने तरिका फरक हुन्छ, तर मैले बनाएको जस्तो तरिकाले बनाएर खानु भयो भने पनि एकदम धेरै मिठो हुन्छ है त। हुन त म अब त्यस्तो प्रोफेसनल कुक होइन, तर पनि अब यसले मलाई खानलाई इच्छा राखेपछि फेरि बनाइदिन मन लागिहाल्छ के। त्यसपछि लगभग मासु यतिको फ्राई भइसकेपछि घरमा भएको मसलाहरू, नुन, अमिलो के छ सबै हालेर त्यसलाई मजाले म्यारिनेट गरिदिनु होला। अरूले चाहिँ यो अदुवा र लसुनलाई कसरी बनाउनुहुन्छ थाहा छैन, तर मैले चाहिँ हल्का रातो हुने गरी मात्रै भुट्छु है त। किनभने अब अलिकति डढ्यो भने स्वाद अलि तितो आउँछ कि जस्तो लाग्छ। त्यही भएर म जतिखेर अचार बनाउँदा पनि यसरी नै बनाउने गर्छु। फाइनली मेरो अचार पनि पाकेर रेडी हुन्छ। त्यसपछि मेरो किचनको हालत हेर्नुहुन्छ भने यस्तो छ के। सर्लक्क त्यसलाई पनि सफा गरेर मैले त्यसको लागि मासु पनि छुट्टै बनाइदिएको छु के। त्यो मासु बनाएको भिडियो चाहिँ मैले नहालेको, किनभने भिडियो एकदम लामो हुन्छ भनेर। सुरुमा मैले बनाएको रोटी बिग्रे पनि पछि गएर एकदम दामी भयो के। आजको लागि भिडियो यति नै, भेटौँ अर्को भिडियोमा। साथ र सपोर्ट गरिदिनु होला है त। बाई बाई।